छेवाङ कहाँ आइपुग्यो? स्यापी अङ्कलकोमा के टिका लगाउने हो? अनि कोसेलीजी अङ्कलले के बोक्या त है? यो कोक? ओहो, अनि भोलि चाहिँ कुन ठाउँमा जाने त टिका लगाउन? फुन्चोक मामाकोमा? ए, आज चाहिँ हामी आगोमा पकाएको मासु पकाउँछु आगोमा, अनि खाना बनाउने। अनि आगोमा पकाएको खानाको टेस्टै छुट्टै आउँछ। अनि त्यसरी आगोमा पकाएको खाना खान गाउँमा पुग्नुपर्छ। हाम्रो त्यही काठमाडौँमै नजिकै खान पाइन्छ। मिठो छ? आगोमा पकाएको कि ग्यासमा पकाएको मिठो हुन्छ? छेवाङ कहाँ आइपुग्यो? स्यापी अङ्कलकोमा के टिका लगाउने हो? अनि कोसेलीजी अङ्कलले के बोक्या त है? यो कोक? ओहो, अनि भोलि चाहिँ कुन ठाउँमा जाने त टिका लगाउन? फुन्चोक मामाकोमा? ए, आज चाहिँ हामी आगोमा पकाएको मासु पकाउँछु आगोमा, अनि खाना बनाउने। अनि आगोमा पकाएको खानाको टेस्टै छुट्टै आउँछ। अनि त्यसरी आगोमा पकाएको खाना खान गाउँमा पुग्नुपर्छ। हाम्रो त्यही काठमाडौँमै नजिकै खान पाइन्छ। मिठो छ? आगोमा पकाएको कि ग्यासमा पकाएको मिठो हुन्छ? छेवाङ कहाँ आइपुग्यो? स्यापी अङ्कलकोमा के टिका लगाउने हो? अनि कोसेलीजी अङ्कलले के बोक्या त है? यो कोक? ओहो, अनि भोलि चाहिँ कुन ठाउँमा जाने त टिका लगाउन? फुन्चोक मामाकोमा? ए, आज चाहिँ हामी आगोमा पकाएको मासु पकाउँछु आगोमा, अनि खाना बनाउने। अनि आगोमा पकाएको खानाको टेस्टै छुट्टै आउँछ। अनि त्यसरी आगोमा पकाएको खाना खान गाउँमा पुग्नुपर्छ। हाम्रो त्यही काठमाडौँमै नजिकै खान पाइन्छ। मिठो छ? आगोमा पकाएको कि ग्यासमा पकाएको मिठो हुन्छ?